आज भन्दैछौँ कटहरको सब्जी, त्यसको लागि कटहर प्रयोग छ। अनि कटहर मैले पानीमा बोइल गरेर फ्राई गरिसकेको छु। अब फ्राईको लागि तेल गरम हुँदैछ है, सकिएर कस्तो हुन्छ गरममा। मलाई एकदम मनपर्छ कटहरको सब्जी, कटहरलाई मनपर्छ भने लगभग 35 छ। यसलाई चाहिँ हल्का फ्राई गर्नुपर्छ। फ्राई नगरिकन पकाउँदै हो भने हुन्छ, तर चाहिँ फ्राई गरेर पकाएको भने धेरै राम्रो हुन्छ, मिठो लाग्छ, मिठो हुन्छ। त्यस्तै अलग हुन्छ नि त्यसमा गर्दाखेरि। अब भिडियो चाहिँ राम्रो हुन्छ भने हेरेर लाइक कमेन्ट सेयर गरिदिनु होला। तपाईँलाई तपाईँको कस्तो लाग्छ त्यसमा बताइदिनु होला। सब्जी बनाउँदैछु। कटहर सब्जी बनाउनु पहिला पानीमा बोइल गरेर मैले यसलाई तयार रेडी गरेको थिएँ। अनि अहिले हल्का तेलमा फ्राई गरेर बनाउँदैछु। तपाईँले फेरि तेलमा फ्राई गरेर बनाउन सक्नुहुन्छ, सफेद तेलमा तेलमा फ्राई गरेर चाहिँ मात्रै हुन्छ है। मलाई त एकदम मिठो लाग्छ कटहरको सब्जी। आज मैले कटहरको सब्जी पुरा बनाएर तपाईँलाई भनेको गरिदिनु होला। भिडियो मेरो लाइक कमेन्ट गरिदिनु होला, सेयर पनि गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। के भन्नु नयाँ नयाँ सब्जी बनाउन त सबै आउँदैन, तर पनि सबैको कोसिस गर्दैछु साथीहरू। अनि नेक्स्ट रेसिपीको म फेरि तपाईँलाई देखाउँदैछु। देखाउँछु म हल्का 10 मिनटदेखि 5 मिनटदेखि फ्राई गर्नुपर्छ। त्यो दाल चामल बोइल गरेर पाकिसकेको छ। तेलमा हल्का फ्राई गरेर हाल्नु टेस्टी हुन्छ भन्ने प्रब्लम हो। बनाएको तपाईँले यसलाई दुई प्रकारले बनाउन सक्नुहुन्छ, एउटा ग्रेभीवाला अनि एउटा सुक्खा टाइपमा। तर मलाई अलिक ग्रेभी चाहिँ मनपर्छ, त्यसमा गर्दाखेरि ग्रेभीवाला बनाउँदैछु। पुरा भिडियो हेरिदिनु होला। प्याज हालेर मैले यो प्याजको पहिला हल्का ब्राउन गराउँदैछु। खोर्सानी हालेँ, खोर्सानी हालेको रातो खोर्सानी हल्का ब्राउन गराउनुपर्छ। यसलाई ब्राउन गराएपछि यसमा टमाटर ग्रेभी गरेको टमाटर पेस्ट गरेको टमाटरलाई एड गर्नुपर्छ। म एडै गर्नु होला, म सेयर गर्छु। यसको कलर हल्का ब्राउन कलर हुँदैछ। जग्गा पनि त्यस्तै छ है। प्याज पनि हल्का ब्राउन कलर आइसकेको छ। त्यस कारणले यसमा मैले टमाटरको ग्रेभी टमाटरको पेस्ट बनाएर हालिदिनु। तपाईँले चामलहरू सानसानो काटेर पनि हाल्न सक्नुहुन्छ। काटेर हाल्न सक्नुहुन्छ। त्यसमा केही छैन। चाहिँ पेस्टै बनाएर हाल्दैछु। हल्का मसलाहरू हाल्नुपर्छ।
त्यस्तो साथीहरू मसला अब त्यही हो धनियाँको धुलै बेसार धनियाँ पाउडर बेसार अनि अर्को गरम मसला है मसला रेडी भयो तिमीले अघि फ्राई गरेको कटर पेस्टहरू है एकछिन बेला मोल्नु पर्छ अनि यसमा पर पानी मिसाएर ग्रेभी बनाइदिनु हो मैले लेख्दैछु चिकन फ्राई लगभग त्यो पाकिसकेको छ तर पनि अब मेरो टुक्का मिल्दैन टुक्का यस्तो खान सक्नुहुन्छ तर मलाई ग्रेभी मनपर्छ ग्रेभी बनाउँदैछु बाँकी थियो है पानी हाल्दै धेरै पानी हाल्नु पर्दैन जति सक्दो तर हालेर ग्रेभी बनाएर खानुपर्छ मैले अब 10 मिनट सक्नु आधा घन्टा सक्नु है 10 मिनट लाग्छ पाक्न किनभने जब पाकिसकेको ग्रेभी पानीको रस आफ्नो भित्र पऱ्यो है अब यहाँ पछिबाट अरू कुरो खानु सक्दैन पाक्दैछ ग्रेभी अहिले त कतिजना सुत्यो छिटो हुने डर लाग्छ अल्छी तपाईँहरू त्यस्तै गर्छ यस्तै तरकारी बनाएर कटरको तरकारी बनाएर तपाईँहरूले खानुहुन्छ लाइक कमेन्ट सेयर गरिदिनु अनि सब्सक्राइब पनि गरिदिनु होला गरिदिनु लागि एकछिन बनाएर सोधेर पकाउनुपर्छ त्यसपछि तयार